Hello everyone, it's me Rahul B. Magar. Welcome to my new vlog. So आज चाहिँ म कमल पोखरी घुम्न गइरहेको छु। साथसाथै अरू ठाउँ पनि अहिलेको समयमा काठमाडौँमा रहेको कमल पोखरी चाहिँ एकदमै पपुलर भएको छ हैन। र म पनि काठमाडौँ भएको कारणले चाहिँ अब म यसो एक्सप्लोर हान्न गइरहेको छु। कमल पोखरी अब कस्तो छ हेरौँ न गएर। आज कमल पोखरी चाहिँ म र मेरो भाइ गइरहेको छौँ एकजना भाइ चाहिँ बसन्तपुरबाट आउँदैछ। अनि म चाहिँ सुन्दारसम्म जान्छु उसलाई लिन हैन। अनि त्यसपछि हामी दुईजना भएर चाहिँ कमल पोखरी यसो घुम्न जान्छौँ होइन। हेरौँ अब कस्तो हुन्छ त्यहाँको भ्यू अनि त्यहाँको पपुलारिटी कस्तो छ अब हेरौँ न होइन। सो लेट्स गो गाइस, एकैचोटि कमल पोखरी ल। यो मेरो भाइले चाहिँ बाटोमा हिँड्दाखेरि ओभर गीत गाइरहेको छ होइन। अब चाहिँ ल गाइदियो त ल। यो हल्का माइन्ड सिम्टम हो क्या, यस्तो हल्का माइन्ड होइन तर ओभर गाइस अघिदेखि 4वटा गीत गाइसक्यो भने क्या मसँग हिँड्दा ल। अब गाइदियो नि त ल, एउटा मिठो गीत गाइदियो त ल। दाइले सुन्छ ल। जोडे 1 2 हुन्छ, 2मा जोडे 2 4 हुन्छ, त्यसपछि गाने गाउन भन्ने कुरा आउँदै आउन। अच्छा अच्छा कस्तो लाग्यो मेरो गाना? बब्बालमा है अर्को है। वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनोकामना। अनि अरू गाना अब बिस्तारै सुन्दै जाउँ। म त वारी जमुनाको अर्को लिरिक्स पनि हान्छस् क्या, अर्को लाइन पनि हान्छस् क्या सोचे। आउँदैन मलाई, रिलमा हेरी सिकेको गाना हो नि सबै। नेक्स्ट गाना याद आयो मलाई। टिक्की 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 ची दिलमा ने 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 ने। साइड इफेक्ट अफ टिकटक केटा देख्न सक्दै। एज यु क्यान सी गाइज इट्स अ कमल पोखरी होइन। हेलो भन्दै हेलो। त के हो यार, रातो निरो खैलो बाल भएको मान्छेहरूमा देखिन्छ होइन। अन्त कालो बालवाला मान्छे तिमीलाई भेट्न आउँदैछु कमली पोखरीमा। यता पुरा फोटो खिच है। क्यामेरा पुरा छ कि हो ल। हामी छ यस माहौल चाहिँ धेरै छ। धेरै जस्तो फ्यामिलीहरू आएको छ होइन कमल पोखरीमा चाहिँ। मैले चाहिँ आफ्नो सबै भएर लिएर आएँ। क्यामेराम्यान अनि देख्न सक्नुहुन्छ यहाँ चारैतिरको भ्यू देख्न यस्तो छ है नजर अझ फेरि। कति गहिरो होला अनुमान लगा न, कति गहिरो होला। यहाँ मोबाइल खस्यो भने त हाम फाल्नुपर्छ। 1.5 तला जति होला। त्यति त छैन। गाउँमा त यार पुरै 9 तला बिल्डिङ डुब्ने भने त्यहाँ ताल खेलेको मान्छे हो यार। खै त फुल चाहिँ सबै झरेर सुके कि यार। मैले त डह्रो फुल देखेको थिएँ त टिकटकमा त यार। यता पनि है क्या यार। अब त्यही त हो नि, कमल पोखरी घुम्न आएको यस्तो घाममा अलि सासतिर आएको भए त अलिकति सिन पनि बब्बल हानिदियो होइन। एकदम चर्को घाम लागेको छ, मुखमा पड्याङमा हानिरहेको छ घामले होइन। थप्पड हानिरह घामले। ए चस्मा त लगाउनै बिर्सेको त यहाँ। आजा धुलो लाग्यो होला नि त दाजु। अब चस्मा लगाएर है आइरहेको छ नि होइन। एकदम एउटै एङ्गलमा अघिदेखि खिचिरहेको छु म। आइज नि त एकलट यसो। मन लाग्यो यार मलाई। कस्तो भिडभाड छ यार। कुनातिर यस्तै सानो बस्ने जस्तो इलाका होइन। पारी पनि छ उता पनि छ। मिटिङ हल हो क्या हो। त्यहाँ चाहिँ सबभन्दा ठुलो मिटिङ हल भन्नु लाग्छ यसले फेरि। भिडभाड चाहिँ यतातिर लास्टै छ। यतातिर अलिक शीतलवाला ठाउँ छ नि त, त्यही भएर होइन। रुखहरू पनि छ। यही रुख त नि डेन्जर भाइरल भएको टिकटकमा। नमस्कार, म दर्शकबिनहरू, मेरो नाम भाग्य न्युपाने। ल भन्न सरासर कस्तो पोखरीमा कमलै नदेख्न पाएर आँखा रसाइसके। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ कमलका पात चड्डी मात्रै छन्। कमलको फुल छैन, कमलै छैन, पात मात्रै छ।
एकदम भाइले भने जस्तै यहाँ कमलको फुलै छैन। कमलको फुलको नाममा यहाँ चाहिँ एउटा रहेछ उ त्यहाँ जुम गरेर हेर्नुपर्छ यसलाई चाहिँ। कमल पोखरीमा कमलको फुल छैन। दुई चारवटा बिउ लिएर राखिदिनु पर्छ कि हो। यो चाहिँ हाम्रो के भन्छ फलामको कमल फुल होइन, कसैले टिप्न नसकोस् भनेर हो। जगदम्बा सिमेन्टको हेरियो आज कमल पोखरी आँखा च्यात्तिने गरेर पानी पर्नुपर्ने कि अझ मजा आउँथ्यो त्यसपछि। घाम लागेर मात्रै बेकार भयो। जाउँ अगाडि स्टन्ट देखाइदियो नि दुई चारवटा देखा कतिचोटि ल तलमाथि गर्न कतिचोटि सक्छस् गेस मिगाए कतिचोटि सक्छ होला गेस हाल्न। आई डोन्ट नो। मुनवाक खच 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 हातै काम है यार। यस लिभ इट ब्रो, लिभ इट या हाम्रो लागि बने होइन। हाम्रो लागि चाहिँ बने खासमा यो हो जुन चाहिँ हामीले ताप्नु पर्छ। अरे ताप्नु यो चाहिँ शीतल लागि भने खासमा हाम्रो लागि हो। यता एकलटे जस्तो घुमाइदिएको ए तारा आज चाहिँ हामी कमल पोखरी घुम्न आयौँ होइन। हेऱ्यौँ कमल पोखरी कस्तो रहेछ भनेर। आई गेस अब सिनेमेटिकको जुन हुन्छ नि त्यो भिडियोग्राफरहरू त्यसको लागि चाहिँ एकदम बेस्ट छ होइन लोकेसन चाहिँ। हान्न सक्नेलाई अब हामी जस्तो नसक्नेलाई चाहिँ छैन। हामीले खालि यति अलिकति खिच्ने मात्रै होइन, सिनेमेटिक आउँदैन। त्यही पनि ठिक छ, घुम्यो रमाइलो भयो जे होस्। आज चाहिँ अलिकति कम मान्छे रहेछ हिजो अस्ति टिकटकमा देखेको भन्दा। म चाहिँ यहाँ चाहिँ टिकटकमा देखेर आएको यो कमल पोखरी भन्ने यो गीत छ नि एउटा कमल पोखरी अबे साले हो त्योवाला हो। लास्टै बनाउँथ्यो नि त यहाँ टिकटक कस्तो रहेछ भनेर हेर्न आएको हेरेको त। अनि ठिक छ मेरो तर्फबाट एकदम दामी छ घुम्ने ठाउँको लागि। तपाईँ पनि आउनु होला यदि फ्री हुनुहुन्छ भने। म जस्तै स्पाइडरम्यान चाहिँ मैले यहाँ भेटिसकेँ। अरू ठाउँ चाहिँ हामीले के भन्छ पावर रेन्जरहरू देख्थ्यौँ, यहाँ चाहिँ स्पाइडर देखिसकेँ। ल वान्स मोर ल जाली बलियो छ च्यात्तिन्न स्पाइडरम्यान जाली पुगेन छिस छिस। जाने न त अनि फेरि सुन्दरा कहाँको हो सर? गेट चाहिँ कहाँ गयो कि हावामा दिनु पर्यो। लास्ट ठुलो स्टेरिङ भयो यार यो त यार। भ्यू पनि ढाक्ने भयो यार। त्यसलाई त्यो फलाम तान्ने हो क्या, फलामलाई तान्ने हो आफूतिर। या तरिका या तेरी त्यसलाई तान्नु न यस्तो गरेर तान्नु क्या आफूतिर। तलबाट है डन्डाबाट। यस द्याट टाइप्स अफ यहाँ ल है कहाँ हरेक ठाउँ काठमाडौँको हरेक इलाकामा घुम्छ। खै त अनि गियर कहाँ छ, क्लच कहाँ छ, अनि खै त के छ त अनि यसको। यसले गर्छ नि यस्तो हाने क्लच भयो घुमायो भने गियर भयो। हजुर यो स्टेरिङ त छँदैछ। ए लास्ट ठुलो रहेछ नि त, हावामा चल्ने रहेछ यो गाडी। दुईटा हातले पनि एउटा हातले होइन। अच्छा यो चाहिँ मलाई पुरै के भन्छ यसलाई देख्दाखेरि चाहिँ मलाई टाइटानिकको याद आयो। टाइटानिक वाला हो। ज्याक स्प्यारो छ नि, ज्याक स्प्यारो। यस टाइटानिकको त अलिक पछि भनौँ होला होइन। यो ज्याक स्प्यारो पाइरेट्स अफ द के भन्छ यार। पाइरेट्स अफ स्प्यारो अफ पाइरेट्स हो क्या हो। म चाहिँ अहिलेको समयमा चाहिँ क्याप्टेन ज्याक स्प्यारो बनेर चाहिँ नामलाई गाउँदैछु। यस मेरो साथीहरू देख्न सक्नुहुन्छ। यो त 360 घुमेन र होइन पुरा घुमाउँदैछु नि त 360 90 घुमाउँदैछु नि त। यो चाहिँ के हो? यो चाहिँ स्पेसल हाम्रो साइकल रहेछ। बुलेट हो क्या हो, व्हाइट कलरको मोडिफाइड। खै त हरानै छैन यस खचक 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 ल ल ल ल ल ल 2 किलोमिटर कटिसकेको छ। यस्तो मुखी हो क्या है। खै यो त बिग्रिया क्या यार। उठिरहेन र उठिरहेछ बस ए भयो
स्टेबिलिटी हो नि त स्टेबिलिटी अहिले 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 अब रहेको भनेको यो मात्रै होइन बच्चा बच्चीको ठाउँमा नि घुम्नुपर्छ यो बच्चा बच्चीको लागि नै यो बुढापाका सबै जवानदेखि सबको लागि हो खास एकदम लोट लाऊ फेरि लोट लाऊ है बिस्तारै ल एकछिन ल दाइले बिस्तारै भन्न लाग्थ्यो भाइले नै उल्टा दाइलाई तर्साइदिएर यार ल सकिन योभन्दा बढी अहिले चाहिँ हात छोडेर गरिदिँदो रहेछ प्रो भइसकेको रहेछ नि त मजा आयो नि जे होस् कमल पोखरी घुमेर मजा त मजा घाम पनि लास्ट भइदिएर अहिले चाहिँ शीतल भइरहेछ होइन किनभने लगभग घडी त छैन अझ घडी हेरे जस्तो कि अझ राइट अब हामी चाहिँ यहाँबाट रक्क नास्ता खाँदैछौँ सोध त के हो भन्छ होस् अल्ट्रा मजा आयो स्विमिङ भन्नु लाग्यो फेरि उमा स्विमिङ नै छ क्या कमल पोखरी के चाहिँ पनि हाल्न त ल अनि त अब नास्ता सास्ता खाएर निक्लियौँ नि हामी है मोबाइल नास्ता सास्ता पनि मोबाइल भइसक्यो पेट ड्याममा भइसक्यो ग्यास हाम्रो ड्याङ 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 हान्दै गएन माया फेरि फर्केर बसन्तपुर होइन स्ट्रिट फुड खान्छ अब यहाँ के खान्छ फुड हान्ने स्ट्रिट फुड आइसकेको छ यता हेर एकचोटि टेस्ट गरेर भन्दा कस्तो छ टेस्ट गरेर भन्नु कस्तो छ राम्रो छ नराम्रो छ भने थ्याङ्क यू मेरो पनि आयो ल समीर भाइसँग स्ट्रिट फुड के फुड रे स्ट्रिट फुड है केटा स्ट्रिट फुड गुच्चा मोमो गुच्चा कहाँ छ नि त गुच्चा मोमो अरे मेरो रिएक्सनमा नजानु है ब्यान्डले पुरा हान्दैछ क्या मन परेको छैन यसलाई लास्ट अमिलो यार वाइल्ड छ तर पानीपुरी चाहिँ अलि लास्टमा चाहिँ गुलियोवाला हालिदिएर अलिक ठिक लागेको थियो अगाडि त हाइट खानै नसक्ने दाँती किरिरह्यो यार यो चाहिँ हाम्रो लास्ट हुनेवाला छ अब लास्ट चिया खाने अनि घर घरतिर जाने होइन त हो अन्त आज कस्तो मजा आयो त माइन्ड फ्रेस भयो आज समीर भाइसँग घुम्दैको नि त हामी खुसीको दिन भयो आज धेरै स्ट्रिट फुड खाइ यहाँ पेट पनि स्ट्रिटवाला भाइ भइसक्यो यहाँ गुडवाला भइसक्यो आज साँझ खाना खानु पर्दैन भइसक्यो कमल पोखरी पनि घुम्यो तर राम्रो रहेछ ठाउँ चाहिँ एकचोटि आउनु होला यदि काठमाडौँमै हुनुहुन्छ भने चाहिँ होइन घुम्नको लागि ठिक छ होइन आज भन्दा नि अहिलेको माहौलमा चाहिँ एकदम भिडभाड छ होइन तर पनि राम्रो छ अहिले चाहिँ म यता टक्क बसन्तपुर आएको छु होइन भाइसँग भाइको घर नै यता रुम नै यतै छ नि त बसन्तपुर बसन्तपुरमा बसन्तीसँग बस्न पाए त एकदमै रमाइलो हुन्थ्यो कि अब युट्युबमा यसो कमेन्ट हान न बसन्तपुरमा बस्छ भनेको भाइलाई चाहिँ एउटा बसन्ती चाहियो अरे ल केटा खोजिदियो है मुखी राम्रोसँग देखिएन दार्जिलिङको देखियो मान्छे कालो तर मन चाहिँ सफा छ नि फेरि अब यो दुध त यार यस्तो छ भनेपछि होइन यो हेर त सो अलराइट एभ्रीवान हामी चाहिँ डर घुमिसक्यो अब चाहिँ छुट्टिने बेला भइसक्यो अब हामी बिदा माग्छौँ सो थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिएकोमा सो बाई बाई भन्दै
बाई बाई Bye bye. See you guys for next vlog.